हाई एभ्रिवान, इट्स मी प्रतिष्ठा। आज शनिबारको दिन चाहिँ हामीले घरमै मिठो पुलाउ र मटन खाने चाहिँ प्लान गऱ्यौँ। त्यस पछाडि पुलाउ र मटनलाई चाहिने हरेक इन्ग्रेडियन्टहरू हामीले प्रिपेयर गर्न थाल्यौँ र हजुरहरूले देख्न सक्नुहुन्छ टमाटर, हरियो केराउ, हरियो खुर्सानी, त्यस सँगसँगै एकदमै चाहिने भनेको काजु बदाम पिस्ता जुन चाहिँ पुलाउको लागि, अनि तेजपत्ता, हरियो धनिया, सँगसँगै हरियो केराउ, अनि हामीले चाहिँ यसरी स्म्यास गऱ्यौँ जुन गाजर टमाटरहरूलाई, अनि यसरी जुन काजु बदाम पिस्तालाई नै हामीले चाहिँ पिसेस बनायौँ र फर्स्टमा चाहिँ मासु पकाउने प्लान गऱ्यो र मासु चाहिँ यसरी पाक्दैछ र मासुको फाइनल लुक चाहिँ यस्तो रहेको छ। त्यस पछाडि मासु पाकिसके पछाडि चाहिँ हामीले पुलाउ बनाउने प्लान गऱ्यौँ र पुलाउ पनि यस्तो मजाले देख्दैमा होइन एकदमै डेलिसियस देखिरहेको छ र पुलाउको पनि फाइनल लुक चाहिँ यो रहेको छ। र हामीले लास्टमा चाहिँ अब के बनाउने भन्दाखेरि मासु पनि रेडी भयो, पुलाउ पनि रेडी भयो र हामीले चाहिँ मिठो अचार बनाउने भनेर सिम्पल अचार होइन, यसमा चाहिँ अब टमाटर, हरियो केराउ र खुर्सानी धनियाको बनाउने भनेर प्लान गऱ्यौँ। त्यस पछाडि चाहिँ हामीले सबै कुरा बनाइसके पछाडि अब अचारको लुक चाहिँ यस्तो रहेको छ र हामीले चाहिँ माथि छतमा गएर चाहिँ खाने रमाइलोसँग भनेर हामीले सबै खानेकुराहरूलाई चाहिँ छतमा लग्यौँ र यसरी सबैजना फ्यामिली मिलेर चाहिँ एकदमै मिठो र रमाइलो तरिकामा चाहिँ हामीले खायौँ र हामीले इन्जोय पनि गऱ्यौँ। थ्याङ्क यू।